गाइजहरू ल अहिले चाहिँ यो साँझ भइसक्यो। त्यो अघिकै ठाउँलाई अब यो साँझमा एकचोटि फर्केर हेरौँ है त। अब यो नेवारीहरूको विशेष ठाउँ रहेको हो सांस्कृतिक सहर भनेर चिनिने टोखा नगरपालिकाको टोखामा छौँ हामी यति बेला। अब यो नयाँ वर्ष सँगसँगै लाग्ने मेला अब साँझको दृश्य चाहिँ यो एकदमै भव्य छ। हेर्नुहोस् न, अब मान्छेको चहलपहल उत्तिकै छ, घटेकै छैन। अब तपाईँ यतातिर देख्न सक्नुहुन्छ, यतातिर अब नेवारहरूको त्यो अगाडिको दृश्य देखिसक्नुभयो यहाँहरूले। अब म जुन मध्य भागमा रहेको यो बाटो है यहाँलाई म ट्राभल गराउँछु सँगसँगै हेर्न सक्नुहुन्छ मान्छेको भिडभाड उत्तिकै छ। त्यो बाटो त्यस्तै राताम्य छ। यो दिउँसो यहाँ 3वटा रथ यात्रा चाहिँ नि भएको थियो। एकदमै भव्य छ यहाँको वातावरण चाहिँ देख्न सक्नुहुन्छ। अब म तपाईहरुलाई रथ यात्राको झलक देखाउन चाहन्छु। यहाँ यो रथ दिउँसैदेखि यो बिहानैदेखि चाहिँ नि रथ यात्रा भइरहेको थियो र यहाँहरूले हेर्न सक्नुहुन्छ। यहाँनिर एउटा छेउमा तर अर्को छ, म तपाईँलाई देखाउँछु। यहाँका स्थानीय दाजुभाइ टोखाली बोइज लेखेको टी सर्ट लगाउनु भएको छ उहाँहरूले। नेवार संस्कृति यो एकदमै ठुलो पर्वका रूपमा लिन्छन् यहाँ। अब यहाँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो एम्बियन्स छ यो वातावरण। यहाँ रथ चाहिँ त्यही अनुसार अगाडि बढिरहेको छ। साथमा यहाँ कम्तीमा पनि 4-5 वटा रथहरू छ। अर्को रथ
रमाइलो छ, हेर्न लायक यो कति बेला एकदमै रमाइलो छ। अब यहाँ अर्को रथ झराकिँदैछ यहाँ, यो एकदमै भव्य छ। हेर्न सक्नुहुन्छ यो पालै पालो रथहरू चाहिँ हिँडाल्ने। ओ माई गड, ओ माई गड। यहाँ मान्छे नै लडिने हो कि भन्ने जस्तो पनि छ। यहाँ झालबाट हेर्न सक्नुहुन्छ यो यस्तो टिपिकल कल्चर हो। यो म बोलेको भन्दा पनि यहाँहरूले चाहिँ यो इन्जोय गर्नु होला। मान्छेहरू चाहिँ माथि माथिबाट हेर्दै हुनुहुन्छ। यो एम्बियन्स हेर्न सक्नुहुन्छ, यस्तो राम्रो बनाएको छ। अब अर्को रथको तयारी हुँदैछ। यो रथ चाहिँ नि अगाडि सारिन्छ। यो गणेश भगवानको मूर्ति देख्न सकिन्छ यहाँ चाहिँ। अर्को रथ तयारी अवस्थामा चाहिँ यो रथलाई साइड लगाउने बित्तिकै अब त्यो रथलाई सम्भवतः तल झारिन्छ होला। एकदमै रमाइलो भएको छ। हेर्न सक्नुहुन्छ एकदमै टोखा बिचका नख भनेर लेखिएको टी सर्ट लगाउँछ जस्तो लागिरहेको छ। यो नयाँ वर्षको सुरुवात सँगसँगै भव्य रूपमा मनाइने यो जात्रा यहाँ अझै 3वटा रथहरू चाहिँ निकालिँदैछ। मैले अघि 3वटा मात्रै भने, यहाँ मैले देखे अनुसार कम्तीमा पनि 8 देखि 10वटा चाहिँ रथहरू चाहिँ आउनुपर्छ। यसरी यहाँको यो टोखा सांस्कृतिक सहर टोखाको परिक्रमा पनि गराइन्छ। घरको माथि माथिबाट मान्छेहरू चाहिँ हिँडिनु भएको छ। झ्यालबाट देख्न सक्नुहुन्छ एकदमै टिपिकल यो रैथाने। ल अन्तिममा 4वटा रथहरू चाहिँ साथीहरू भ्लग अलिकति लामो हुनु गयो। यो को बारेमा यहाँहरूलाई देखाउँदै थिएँ म। यताबाट अर्को रथ आउँदैछ फेरि लगाएर। यो रथलाई पनि यो सम्भवतः रथलाई यहाँ अब विश्राम दिने तयारी भयो जस्तो मलाई लागिरहेको छ। यहाँ 5वटा रथ। यो ब्याकग्राउन्डमा सुनिरहनु भएको तपाईँले यो धुन छ, यो चाहिँ नेवारी नेवारी ड्रेसमा आफ्ना स्थानीय भाषा
रमाइलो दृश्य यहाँहरूले हेर्न सक्नुहुन्छ। साथीहरू अब आजलाई यो भ्लग म यही अन्त्य गर्छु। यो जति हेरिरहँ जस्तो लाग्ने यो दृश्य सांस्कृतिक सहर दोखाको हो। यहाँहरूलाई यति दिनसम्म हेरिरहनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।